बीबीएस फर्स्ट इयरमा अध्ययनरत सम्पूर्ण विद्यार्थी साथीहरूलाई नमस्ते। आजको यस क्लासमा हामीले बिजनेस इङ्ग्लिसको चाहिँ क्वेसन प्याटर्नको बारेमा बुझ्दैछौँ। हामीलाई क्वेसन नम्बर 1 देखि क्वेसन नम्बर 17 सम्म क्वेसन सोध्ने गर्दछ। कुन टपिकबाट कस्तो खालको क्वेसन आउँछ हामी आज हेर्नेवाला छौँ है त। हाम्रो लेसन 1 मा के छ, हाम्रो ग्रामर एन्ड राइटिङ मेकानिक्स भनेर छ। यो ग्रामर एन्ड राइटिङ मेकानिक्सबाट कहिलेकाहीँ क्वेसन नम्बर 1 देखि 3 सम्म, कहिलेकाहीँ चाहिँ क्वेसन नम्बर 1 देखि 4 सम्म आइरहेछ है। अब 3 सम्म आयो भने 15 मार्क्स हुने भयो, प्रति गोटाको 5 मार्क्स हुन्छ हैन। एउटा क्वेसन नम्बर 1 भित्र 5 वटा क्वेसन हुन्छ, 2 भित्र 5 वटा, 3 भित्र 5 वटा, भनेपछि सब क्वेसनको कुरा गर्ने भने एक एक वटाले 15 मार्क्स हुने भयो। यसमा 5 मार्क्स, क्वेसन नम्बर 2 मा 5 मार्क्स, यता 5 मार्क्स गरे, तीनटामा चाहिँ 15 मार्क्स डिभाइड भएको हुन्छ है। कहिलेकाहीँ चाहिँ अब 20 मार्क्स सम्म पनि यसबाट पुगिरहेको छ है। जस्तो यसमा हामीलाई एकदमै धेरै सोधेको कुरा के हो त, सब्जेक्ट भर्ब एग्रीमेन्ट, जस्तो कलेक्टिभ नाउन्सहरुको अवस्थामा अ नम्बर अफ इच एन्ड एभ्री, कोरिलेटिभ सब्जेक्ट्सहरु भएको अवस्थामा हामीले कस्तो खालको भर्बहरु प्रयोग गर्ने भन्ने कुरा, एक्टिभ भोइसलाई प्यासिभ भोइसमा कन्भर्ट गर्ने, प्यासिभ भोइस कन्भर्जन, त्यसपछि सेन्टेन्स टाइपलाई आइडेन्टिफाई गर्ने, सिम्पल सेन्टेन्स हो कि कम्पाउन्ड हो कि कम्प्लेक्स हो कि कम्पाउन्ड कम्प्लेक्स हो भन्ने कुरा आइडेन्टिफाई गर्ने। त्यसैगरी हामीले बेस्ट अल्टरनेटिभ भर्ब फर्म चुज गर्ने, हामीले त्यहाँनेर दिएकोबाट चुज गर्ने हुन्छ नि। टेन्स कम्प्लिसन गर्नु पर्यो, फ्युचर पर्फेक्ट, रिपोर्टेड स्पिच, कन्डिसनल्सहरुको त्यो ब्र्याकेटमा दिएको हुन्छ, अप्सनहरु चुज गर्ने क्वेशन। त्यसपछि प्रोनाउन टाइप्स एन्ड केसेसहरु हामीले युज गर्नु पर्यो, नोमिनेटिभ, पोजिटिभ, अब्जेक्टिभ, इन्टेरोगेटिभ, रिलेटिभ, इन्डिफाइनाइट र डेमोन्स्ट्रेटिभ प्रोनाउनहरुको चाहिँ यहाँनिर हामीले प्रयोगहरुको बारेमा हेर्नु पर्यो। त्यसैगरी हामीले इन्स्ट्रक्सन दिए अनुसारको मिक्स एन्सरहरु दिनुपर्छ, जस्तै एन्टिसेडेन्टहरु पत्ता लगाउने हैन, एडभर्बहरु कुन हो पत्ता लगाउने, सब्जेक्ट प्रेडिकेट छुट्याउने, सेन्टेन्स प्याटर्नहरुलाई ब्रेक डाउन गर्ने, एपोस्ट्रोफहरु प्रयोग गर्ने हैन, पोजिटिभमा एपोस्ट्रोफहरु प्रयोग गर्ने, मोडिफायर्सहरु आइडेन्टिफाई गर्ने हैन, ड्याङ्ग्लिङ मोडिफायर्सहरुलाई आइडेन्टिफाई गर्ने त्यहाँको काम हाम्रो हुन्छ हैन। फ्रेजल भर्ब्स युज गर्ने, कन्टेक्स्ट अनुसारको फ्रेजल भर्ब राख्ने, प्रिपोजिसन्स युज गर्ने, कन्टेक्स्ट अनुसारको कन्जङ्क्सन्सहरु युज गर्ने हैन। त्यसपछि भर्ब मुडहरुको प्रयोग चाहिँ त्यहाँ हामीले गर्ने। यति पार्टहरु चाहिँ हामीले मेनली हेर्नुपर्छ। यसबाट हामीलाई 15 देखि 20 मार्क्स चाहिँ के त एज ग्रामर प्रयोगमा यो आइ नै हाल्छ है। यदि क्वेसन नम्बर 1 देखि 4 सम्म यताबाट आयो भने यो 5 नम्बरमा पर्ने भयो, होइन भने जेनेरली के छ त, अब यताबाट नआएर यता हाम्रो 4 नम्बरसम्म नपुगेर 3 सम्म पुग्यो भने यसबाट हाम्रो क्वेसन नम्बर 4 आउने गरेको छ के। त्यहाँ चाहिँ 3 सम्म, त्यहाँ 15 मार्क्स आयो भने अनि यहाँबाट 5 मार्क्स आउने गर्छ। बिजनेस ल्याङ्ग्वेजको प्रयोगको बारेमा कुरा छ के, युजिङ द बिजनेस ल्याङ्ग्वेज भनेको छ। यो धेरै जसो एक्जामहरुमा आइरहेको छ हैन। टेक्निक्स अफ युजिङ ल्याङ्ग्वेज इफेक्टिभली, 5 वटा टेक्निक चाहिँ हामीले एक्जाम्पल सहित दिनुपर्ने क्वेसन सोधेको छ हैन। ल्याङ्ग्वेज, बिजनेस ल्याङ्ग्वेजलाई कसरी चाहिँ प्रभावकारी तरिकाले प्रयोग गर्ने भन्ने कुरा छ। यो एकदमै रिपिटेड सब टपिक हो यो भित्रको है। अनि सोसाइटी र कल्चरले चाहिँ ल्याङ्ग्वेजको प्रयोगलाई कसरी प्रभाव पार्छ हैन, समाज र संस्कृतिले चाहिँ कसरी हाम्रो भाषाको प्रयोगलाई प्रभाव पार्छ भन्ने कुराको बारेमा पनि त्यहाँ क्वेसन सोधेको छ पास्टमा, त्योबाट हेर्नुपर्छ। ल्याङ्ग्वेज फङ्सन्स अफ गिभन सेन्टेन्स फ्रेजेस, दिएको सेन्टेन्सेस र फ्रेजेसको चाहिँ के त ल्याङ्ग्वेज फङ्सन कस्तो खालको हो भन्ने कुरा। ट्रान्जिसन्स इन अ प्याराग्राफ एन्ड देयर टाइप्स, प्याराग्राफमा युज भएको ट्रान्जिसन्स र त्यसको टाइप्सहरुको कुरा गर्ने हैन। कन्फ्युज्ड कमनली मिसयुज्ड वर्ड पेयर्स है, अब वर्डहरुका जोडी हुन्छ नि, अफेक्ट हो कि इफेक्ट, लाई हो कि ले, इन्स्योर हो कि इन्स्योर, यो कुराहरुको बारेमा चाहिँ हामीले यहाँनेर हेर्नुपर्छ। यो क्वेसन नम्बर 4 मा आउँछ। यदि माथि 3 सम्म आयो भने यो 4 मा आउँछ, माथि 4 सम्म नै आयो भने यो पार्ट खासै आइरहेको हुँदैन। बुझ्नुभयो। च्याप्टर 3 मा हाम्रो बिजनेस भोक्याबुलरी चाहिँ एकदमै सजिलो छ। तपाईले वर्ड मिनिङहरु अलिकति याद गर्नुपर्छ, बिजनेसमा युज हुने इडियम्सहरु याद गर्नुपर्छ है। 5 वटा टर्म्स लेख्न चाहिँ धेरै जसो सोध्ने गरेको छ यसबाट। ब्याङ्किङ टर्म्स विथ मिनिङ्स, जस्तो ब्याङ्किङ सेक्टरमा प्रयोग हुने टर्म्सहरु के हुन्छ, भाउचर भनेर हुन सक्छ हैन, चेक भनेर हुन सक्छ हैन, एटीएमहरु हुन सक्छन्। यस्ता शब्दहरुलाई तपाईले प्रयोग गरिदिने के है। ब्याङ्किङ टर्म्सहरुलाई चाहिँ त्यहाँनेर हामीले बुझ्नु पर्ने हुन्छ। अर्गनाइजेसनल स्ट्रक्चरको टर्म, जस्तो हायरकीहरुको कुरा भयो हैन, लोअर लेभल अप्पर लेभलको म्यानेजमेन्टको कुरा भयो, हायरकी भयो, डेलिगेसन भयो, यस्तो खालको शब्दहरु चाहिँ के त हामीले बिजनेस भोक्याबुलरी भन्छौं के। भोक्याबुलरी भनेकै शब्दार्थहरु के, शब्दार्थहरु हो हैन। अनि त्यो चिज चाहिँ हामीलाई थाहा छ कि छैन, हामीले प्रयोग गर्न सक्ने छौं कि छैनौं भन्ने कुरा चाहिँ यहाँनेर हामीले हेर्न सक्छौं है। अब मिटिङ रिलेटेड टर्म्स, मिटिङमा सम्बन्धित के हुन्छ, एउटा माइन्युट हुन्छ मेनली हैन, माइन्युट हुन्छ, माइन्युट टिप्स नि मिटिङको हो। मिटिङ रिलेटेड अरु कुराहरु के हुन्छन्, मिटिङमा चाहिँ के हुन सक्छ त, हाम्रो प्रपोजलहरु दिने हुन सक्छ, आफ्नो के छ त प्रपोज्ड आइडियाहरु शेयर गर्ने हुन सक्छ मिटिङ रिलेटेड। अर्को बिजनेस इडियम्स एन्ड एक्सप्रेसन्स हैन, रुल अफ थम्ब, अहेड अफ द गेम हैन, क्रन्च टाइम, मल्टिटास्क,
यस्तो खालको कुराहरू चाहिँ बिजनेस इडियम्सहरू हो के ठ्याक्कै वर्डले दिएको डाइरेक्ट मिनिङ भन्दा पनि त्यसले दिने कन्टेक्स्चुअल अर्कै मिनिङ चाहिँ हाम्रो हुन्छ त्यो इडियम्स भनेको हैन त्यसका बारेमा पनि तपाईले याद गर्नुपर्छ है डिफरेन्स बिट्विन इडियम एन्ड एक्सप्रेसन इडियम र एक्सप्रेसनको बारेमा डिफरेन्सेस गर्नु पर्यो कन्ट्र्याक्ट इम्प्लोइमेन्ट इम्पोर्ट एक्सपोर्ट इन्स्योरेन्स मार्केटिङ एडभर्टाइजिङ टर्म्सहरू यसको बारेमा शब्दहरू चाहिँ हामीले ख्याल गर्नु पर्यो किन त बिजनेस भोक्याबुलरी हो नि त हैन अब कन्ट्र्याक्ट भनेको हामीले बिजनेसमा के त करारहरू गर्नुपर्ने हुन सक्छ कन्ट्र्याक्ट गर्नुपर्ने हुन सक्छ हैन अनि त्यो कन्ट्र्याक्ट भनेको करार गर्ने के सहमतिहरू गर्ने इम्प्लोइमेन्टसँग रिलेटेड भोक्याबुलरीहरू इम्पोर्ट एक्सपोर्ट पनि बिजनेससँग रिलेटेड भयो नि त हैन यो च्याप्टर नम्बर 3 चाहिँ हाम्रो के त क्वेशन नम्बर 5 मा 6 मा आउँछ अब यो एक एक स्टेप चाहिँ अलिकति तलमाथि परेको छ जस्तो लेसन 1 मा नै क्वेशन नम्बर 1 देखि 4 आउँछ है क्वेशन नम्बर 1 देखि 3 आउँछ भन्ने कुरा अलिकति डिफाइन्ड छैन नि त त्यो कारणले गर्दाखेरि होइन भने तपाईले टपिक भित्र के आउँदो रहेछ भन्ने कुरा बुझ्ने बित्तिकै नै भइहाल्छ है यहाँनिर जे हाम्रो बिजनेस भोक्याबुलरीहरू एकदमै धेरै इम्पोर्टेन्ट रहेछ भनेर बुझ्नु होला 5 वटा शब्दको अर्थ दिने बित्तिकै हामीलाई त्यहाँनिर मार्क्स आइहाल्छ 5 मार्क्स है आयात निर्यातको कुराहरू इन्स्योरेन्सको कुरा मार्केटिङको कुरा यसमा चाहिने बिजनेस भोक्याबुलरीहरू युज गर्नुपर्छ अब त्यसपछि हाम्रो च्याप्टर 4 मा हाम्रो हेर्नु पर्दाखेरि बिजनेस कम्युनिकेसन मेसेजेस भनिएको छ बिजनेसमा सञ्चारको आवश्यकता हुन्छ एउटा व्यवसायले चाहिँ आफ्नो आन्तरिक सञ्चारलाई चाहिँ कसरी चाहिँ सफल पार्छ त आफूलाई चाहिएको मेसेजहरू चाहिँ के त कसरी ट्रान्सफर गर्छ त भन्दाखेरि उनीहरूले के गर्ने त मेमो शेयर गर्छन् इन्टरनलको लागि स्टाफहरूलाई नोटिस दिनु पर्यो नि के त नोटिसहरू दिनु पर्यो नि मेमो राइटिङ गर्नु पर्यो हैन पोलिसी अनाउन्समेन्ट गर्नु पर्यो कुनै पनि नीति नियममा हामीले चेन्ज लिएर आएका छौं भने त्यो पोलिसी अनाउन्समेन्ट पनि हामी मेमोकै तर्फबाट गर्छौं मेमो चाहिँ एकदमै धेरै हाइली रिपिटेड टपिक हो नि त मेमो इज द सिंगल मोस्ट रिपिटेड मेसेज टाइप इन दिस च्याप्टर कम्प्लेन्ट लेटर्स अपियर्स एज द 10 मार्क भेरिएन्ट है अब जस्तो मेमो कहिलेकाहीँ आउन सक्यो त्यसको विकल्पमा कहिलेकाहीँ 10 मार्क्समा कम्प्लेन्ट लेटर पनि आइरहेको छ है जस्तो मेमो राइटिङ तपाईले सिक्नु पर्यो मेमो भनेको के हैन के स्टाफलाई मेमोराइज गर्न स्टाफलाई नोटिफाई गर्न स्टाफलाई नोटिस दिन अनाउन्समेन्टहरू दिनको लागि इन्टरनल सर्कुलेसनको लागि पठाउने कुरा हो यसको फर्म्याट पनि हामी अरु कुनै भिडियोमा हेरौँला अर्को भनेको हाम्रो प्रेस रिलिज भनेको प्रेस विज्ञप्ति है कुनै पनि शीर्षकमा कुनै पनि विषयवस्तुमा हामीले के त मिडिया रिलिज हैन मिडियालाई चाहिँ एउटा कुराहरु रिलिज गरिदिनु पर्यो आफ्नो इन्फर्मेसन्स दिनु पर्यो भने हामी प्रेस रिलिज तयार गर्ने गर्छौं त्यो पनि हामीलाई हेर्न आवश्यक छ अर्को कम्प्लेन्ट लेटर कुनै पनि गुनासो अब तपाईले जनरली कम्प्लेन्टको फोन त गर्नु भएको छ हैन घरमा नेट चलेन भनेर तपाईले फोन गर्नु भएको छ नि रिसाएर थर्काएर गाली गर्नु भयो होला अब यहाँ कम्प्लेन्ट लेटर लेख्ने हो हामीले यहाँनेर त्यही कुरालाई लेख्ने हो तर त्यो रिसाएर थर्काएर त लेख्न पाइएन हैन यस्तो यस्तो हो भनेर गुनासोको चाहिँ एउटा चिठी लेख्नु पर्यो है नोटिस राइटिङ है सूचना लेख्नु पर्यो अनि कहिलेकाहीँ मेमो भनेको के हो भने डेफिनेसन्स पनि आइरहेको छ हैन बिजनेस मेसेज भनेको के हो भनेर नि आइरहेछ अनि यसका कम्पोनेन्टहरु के छन् त्यसको तत्त्वहरु के हो भन्ने कुरा पनि आइरहेको छ अब च्याप्टर नम्बर 5 एन्ड 6 भनेको चाहिँ हाम्रो ब्रोशर्स मिडिया स्टोरीज रिलिजेस एन्ड एडभर्टाइजिङ भन्ने सेक्टरबाट छ जसबाट हामीलाई 10 मार्क्स आउने गरेको छ ग्रुप ए को लार्जेस्ट क्वेशन आउने वाला टपिक हो किन त ग्रुप ए को अगाडिको सबै क्वेशन 5 मार्क्स को हुन्छ 5 7 जा 35 7 नम्बर सम्म 5 मार्क्स को वाला छ 35 मार्क्स आयो अनि एउटा 10 मार्क्स को एउटा क्वेशन आयो क्वेशन नम्बर यो 8 मा यो चाहिँ क्वेशन नम्बर 1 देखि 7 भइहाल्यो त्यो गर्दाखेरि के त यो 10 मार्क्स ले 45 मार्क्स चाहिँ ग्रुप ए को हामी छलफल गरिरहेका छौं अघि पनि भने मैले हैन ल हेर्दा ब्रोशर्स मिडिया स्टोरीज रिलिजेस एन्ड एडभर्टाइजिङ मा चाहिँ द 10 मार्क स्लट अल्टरनेट्स बिट्विन प्रिपेयर अ ब्रोशर leaflet design and write a news report अथवा press release the brochure format is by far the most repeated task है यो brochure पनि यो पार्ट को चाहिँ सबभन्दा रिपिटेड वाला हो अब यो ब्रोशर लिफलेट डिजाइनहरु गर्ने भनेको ब्रोशर भनेको केही पनि प्रोडक्ट को हैन कुनै पनि होटल रेस्टुरेन्ट को चाहिँ के त विज्ञापन देखाउने एउटा पोस्टर त हो हैन लिफलेट भनेको चाहिँ जस्तो होमस्टे होटल रेस्टुरेन्ट फर्निचर शप ट्राभल एजेन्सी म्युजियम कलेजको लागि चाहिँ हामीले बनाउने हो हैन हामीले चाहिँ एक्ज्याक्ट लेआउटहरु जस्तो हेडिङ ट्यागलाइन सर्भिसेज कन्ट्याक्ट डिटेल्स हैन भिजुअल नोटहरु चाहिँ हामीले के त दिएर एउटा खालको ब्रोशर डिजाइन गर्ने गर्छौं है त न्यूज रिपोर्ट अन अ बैंक ब्रान्च ओपनिङ है कुनै पनि बैंक ब्रान्चको चाहिँ ओपनिङ भएको सम्बन्धमा चाहिँ के त न्यूज रिपोर्ट चाहिँ हामीले लेख्ने इन्स्टिट्युशनल इभेन्टहरुको बारेमा चाहिँ के त न्यूज रिपोर्ट लेख्ने यस्तो कुरा पनि हामीले यसो सिक्न पर्यो अर्को भनेको हाम्रो प्रेस रिलिज इन्भाइटिङ मिडिया टु कभर अ कलेज इभेन्ट वर्कसप अथवा कलेजले एउटा गरिरहेको एउटा कुनै इभेन्ट अथवा कलेजले गरेको वर्कसपलाई चाहिँ कभर गरिदिनलाई त्यसको बारेमा चाहिँ आफ्नो मिडिया हाउसबाट चाहिँ सबैलाई जानकारी दिइयोस् भनेर मिडियालाई के गर्ने निमन्त्रणा गर्ने प्रेस रिलिज हो त्यो खालको कुरा चाहिँ हामीले सिक्नुपर्ने हुन्छ अनि एडभर्टाइजिङको बेसिक एलिमेन्ट्स के हो विज्ञापनको बेसिक तत्त्वहरु के छन् त्यसको बारेमा पनि हामीलाई चाहिन्छ ग्रुप ए को कुरा यति नै हो अब हामी ग्रुप बी मा जाँदाखेरि के हुन्छ त ग्रुप बी मा क्वेशन नम्बर 9 देखि 12 यो ग्रुप बी चाहिँ हाम्रो के हो त 25 मार्क्स को लागि हो है ग्रुप बी बाट हाम्रो 25 मार्क्स आउँछ
यसले के गर्छ त आइडेन्टिकल प्याटर्न लगभग सिमिलर प्याटर्न हरेक वर्ष जस्तो उस्तै उस्तै प्याटर्न फलो गरिरहेको हुन्छ। 4वटा टाइपको क्वेसनहरू चाहिँ हामीले हेर्ने बित्तिकै यहाँनिर अलिकति कुराहरू सहज भइहाल्छ है त। ग्रुप ए 45 मार्क्स, यहाँ 25 मार्क्स। अब अर्को ग्रुप सीमा हामी 30 मार्क्सको लागि डिस्कस गर्छौँ। क्वेसन नम्बर 9 मा हाम्रो क्रिटिकल रिडिङ भर्बल सिग्नल्स रिलेटेड क्वेसनहरू आउने गर्छ। जस्तो हामीले क्वेसन नम्बर 9 मा के त भर्बल सिग्नल्सहरूलाई चाहिँ रिकग्नाइज गरेर लिस्ट गर्नु पर्यो हैन। त्यहाँ पढ्दाखेरि हामीले छुटाउनु पर्यो। जस्तो ट्रान्जिसनहरू कनेक्टर वर्डहरू चाहिँ के त त्यहाँ क्वेसनले हामीलाई दिएको रिडिङबाट छुटाऊ, यसबाट आइडेन्टिफाई गर भनेर भनेको हुन्छ। अनि अर्को भनेको चाहिँ कसरी चाहिँ क्रिटिकल रिडर बन्ने, आफू चाहिँ एउटा कसरी राम्रो रिडर बन्ने, राम्रो पाठक बन्ने, जसले चाहिँ के गरोस् त क्रिटिक्स पनि गर्न सकोस् क्या। कुनै पनि कुराको चाहिँ सतहमा भएको कुरालाई मात्रै नहेरेर त्यसको के त गहिराईमा गएर बुझ्ने अथवा त्यसको अर्को पक्षलाई पनि हेर्न सक्ने रिडर कसरी बन्ने भन्ने कुराको बारेमा हामीले आफैले लेख्नु पर्ने छ। यो क्वेसन पनि प्रिपेयर गर्नु है। एक्सप्लेन द वेज अफ रिकग्नाइजिङ भर्बल सिग्नल्स विथ इक्जाम्पल भनेर पनि छ कहिलेकाहीँ, त्यो कुरा पनि हेर्नु होला है त। ल अब 10 नम्बरमा हामीले प्याराग्राफ डेभलपमेन्ट गर्नुपर्छ। एउटा टपिक सेन्टेन्स दिएको हुन्छ, त्यसबाट हामीले प्याराग्राफ लेख्नुपर्छ है। अब जहिले पनि याद गर्नु टपिक सेन्टेन्स भनेको यस्तो सेन्टेन्स हो जसको आधारमा प्याराग्राफ हुन्छ के। यो टपिक सेन्टेन्सको रिलेटेड रहेर जम्मा 1 प्याराग्राफ लेख्ने हो। ल 1 प्याराग्राफ लेख्ने हो। त्यसमा तपाईँ आत्तिन झुकिन परेन। गिभन अ टपिक सेन्टेन्स, एउटा टपिक सेन्टेन्स दिएको हुन्छ। उदाहरणको लागि फाइनेन्शियल लिटरेसी लिड्स टु फाइनेन्शियल फ्रिडम, वित्तीय साक्षरताले चाहिँ वित्तीय स्वतन्त्रता ल्याउँछ भन्ने छ। यसमा अब हामीले के त यसैसँग सम्बन्धित रहेर एउटा प्याराग्राफ मजाको डेभलप गर्ने हो क्या है। जस्तो सोसल मिडियाबाट आइरहेछ कहिलेकाहीँ, हायर एजुकेसन इन नेपालबाट छ कहिलेकाहीँ। अब एउटा जस्ट सिंगल प्याराग्राफ, एउटा अनुच्छेद लेख्ने हो क्या है, विथ अ टपिक सेन्टेन्स प्लस सपोर्टिङ डिटेल्स। अब यो कुरालाई कसरी सपोर्ट गर्न सकिन्छ, जस्तो फाइनेन्शियल लिटरेसीले फाइनेन्शियल फ्रिडम ल्याउँछ भन्ने कुरालाई कसरी सपोर्ट गर्न सकिन्छ, अझै सपोर्टिङ डिटेल्सहरू थपिदिने। जब फाइनेन्शियल लिटरेसी प्राप्त हुन्छ मान्छेलाई, तब उसले चाहिँ बचतको र लगानीको बारेमा आइडिया पाउँछ हैन। बचतको, लगानीको अनि स्पेकुलेसनको यस्तो कुराहरूको बारेमा जब मान्छेलाई आइडिया हुन्छ, तब उसले के गर्छ त आफूसँग भएको रिसोर्सेसहरूलाई चाहिँ एकदमै इफिसियन्टली युज गर्छ, फाइनेन्शियल रिसोर्सेसहरूलाई। त्यसले गर्दाखेरि ऊ के हुन्छ त स्ट्रङ हुन्छ, ऊ फाइनेन्शियली फ्री हुन्छ भनेर हामीले लेख्न सक्छौँ हैन। कन्क्लुडिङ सेन्टेन्स पनि त्यहाँ राखिदिने। ठिक छ, त्यही एउटै चिजलाई त्यो दिएको टपिकलाई चाहिँ हामीले मोर डेभलप गर्ने मात्रै हो है। यो चाहिँ के त हरेक वर्ष जस्तो सोधिएको छ, उस्तै उस्तै प्याटर्नमा सोधिन्छ है। एउटा प्याराग्राफ बनाउने हैन, गिभन क्लु पोइन्ट बुलेट पोइन्टहरूबाट पनि लेख्नुपर्ने हुनसक्छ कहिलेकाहीँ, त्यो अनुसारले पनि हेर्ने काम गरौँ है त। 6-7 मार्क्स आउँछ। 9, 10, 11, 12 गरेर 25 मार्क्स पुग्ने। अब जाउँ हामी क्वेसन नम्बर 11 मा। हेर्नु त प्यासेजलाई एनालाइसिस गर्ने, क्लेम, रिजन्स, कोहेरेन्सको बारेमा चाहिँ यो कुरा रहन्छ। रिड अ सर्ट प्यासेज, एउटा छोटो प्यासेज दिएको हुन्छ पढ्ने। आइडेन्टिफाई टपिक सेन्टेन्स, त्यसमा टपिक सेन्टेन्स के हो त, मेन आइडिया के हो भन्ने कुरा हामीले आइडेन्टिफाई गर्ने। एन्ड वेदर रिजन्स एभिडेन्सेस सफिसियन्टली सपोर्ट द क्लेम, अनि त्यो जे क्लेम गरिरहेछ नि त्यो क्लेमलाई चाहिँ के त सपोर्ट पुगिरहेछ कि छैन, दिएको कारणहरू प्रमाणहरू चाहिँ के त पुष्टि गर्नलाई पुग्ने छ कि छैन कुनै पनि क्लेमलाई भनेर चाहिँ हामीले गर्नुपर्छ। अ फिक्स्ड 3 पार्ट क्वेसन फर्मेट है, एबिसी गरेर चाहिँ 3 पार्ट फर्मेटमा चाहिँ क्वेसन आइरहेको छ। अब सधैँ नै त होइन, तर धेरै जसो अधिकांश समय चाहिँ 3 पार्ट क्वेसन एबिसी भनेर छ होइन। यो क्लेम चाहिँ के हो भनेको छ, मेन क्लेम के हो भनेको छ होइन, रिजन्स प्रेजेन्टेडहरू के छन् र रिजनहरू सफिसियन्ट छ त भन्ने खालको यस्तो खालको क्वेसन छ। अनि दिएको कुरालाई कन्क्लुड गर भनेको छ, जस हामीले फ्रीली गर्न सक्छौँ क्या, फ्री तरिकाले गर्न सक्छौँ क्या, अनि फ्री तरिकाले आनन्दले बुझेर गर्न सक्छौँ। हेर्नु त रिजन इन्डिकेटर्सहरूलाई आइडेन्टिफाई गर्ने, कन्क्लुजन इन्डिकेटर्सहरूलाई आइडेन्टिफाई गर्ने, अनि रिजन्स भर्सेस कन्क्लुजन, रिजन कुन हो कन्क्लुजन कुन हो भनेर छुट्याउने चाहिँ हाम्रो के हो त यहाँनिर कुराहरू हुन्छ। त्यसैगरी क्वेसन नम्बर 12 मा के छ त एडिटिङ एन्ड प्रुफ रिडिङ अफ प्याराग्राफ है। कुनै पनि त्यहाँ दिएको प्याराग्राफलाई हामीले के भन्छ त रिराइट गर्नु पर्यो, एडिट गर्ने होइन कि, मिस्टेक भएकोलाई फाल्ने, सही कुरालाई हाल्ने, मिस्टेक भएकोलाई फाल्ने, सही कुरालाई हाल्ने। करेक्टिङ स्पेलिङ, टेन्स, प्रोनाउन रिफरेन्स, सब्जेक्ट भर्ब एग्रिमेन्ट एन्ड पङ्क्चुएसन, जुन हामीले ग्रामर सिकेका छौँ नि हामीले सके सक्दो राम्रो बनाइदिने, त्यसलाई एडिट गर्ने, प्रुफ रिड गर्ने है। अपियर्स एभ्री इयर विथ अ सिमिलर इन्स्ट्रक्सन लाइन, उस्तै इन्स्ट्रक्सन लाइन दिएर चाहिँ लगभग हरेक वर्ष जस्तो चाहिँ यो क्वेसन सोधिएको छ भनेको छ है। ल यो कुरालाई तपाईँले मजाले हेर्नु होला है त। अब एउटा कुरा छ नि, तपाईँहरूले के कुरा चाहिँ बुझ्नुहोस् भन्दाखेरि तपाईँ क्वेसन नम्बर 1 देखि क्वेसन नम्बर 12 सम्म छ नि, कहीँ पनि यसले यो किताब फर्स्ट इयरको पढेको हुनुपर्छ अनि मात्र गर्न सक्छ भन्ने कुरा छैन के। तपाईँले आजसम्म पढेर इङ्ग्लिस जे बुझ्नु भएको छ नि त्यो अनुसार पनि तपाईँले यसलाई ट्याकल गर्न सक्नुहुन्छ। हेर्नु यो सबै क्वेसनलाई चाहिँ नि आफ्नो नलेज अनुसार ट्याकल गर्दा हुन्छ के।
नमिल्ने छ र केही छैन नि। मेमो, ब्रोसर, नोटिसहरू, एडभर्टिजमेन्टहरू कस्तो हुन्छ भन्ने कुरा तपाईँसँग के आइडिया छ, त्यो अनुसार तपाईँले ट्याकल गरिदिने, क्वेसनलाई अटेम्प्ट गरिदिने। अब ग्रामर पनि हामीले अहिले यहाँ मात्रै पढेको त होइन, हामीले ग्रामर यहाँ मात्रै पढेको हो त, पहिला पनि पढेका छौँ। त्यो ग्रामरको नलेजहरू हामीले यहाँनिर प्रयोग गर्न सक्छौँ। भनेपछि क्वेसन नम्बर 13 देखि 17 सम्म मात्रै हो, 13 देखि 17 सम्म मात्रै हो, जसले चाहिँ हामीलाई के डिमान्ड गर्छ त, जसले चाहिँ हामीलाई के त टेक्स्ट बुक पढ्नु पर्यो, एसे पढ्नु पर्यो, स्टोरी पढ्नु पर्यो भन्ने कुरा डिमान्ड गर्छ। त्यो बाहेक अरू हामीले के गर्न सक्छौँ त, आफैले नै पनि हेर्न सक्छौँ। अब जहाँ हामी ग्रुप सीमा जानेर हाम्रो क्वेसन नम्बर 13 देखि 17 हुन्छ, हामीले 5वटा मध्येबाट 13 देखि 17 मध्येबाट जम्मा 3टा मात्रै चुज गरेर सल्भ गर्ने हो। 3 × 10 ले 30 मार्क्स हाम्रो हुन्छ है, 3 × 10 ले 30 हुन्छ। सबसे सुरुमा ग्रुप एमा हाम्रो 45 भयो, ग्रुप बीमा 25, अब यहाँनिर 30। ठिक छ, यसरी हामीले हेर्न बुझ्न सक्छौँ। अब हेर्नुहोस् यहाँ ग्रुप सीमा के छ भन्दाखेरि हाम्रो यो रिडिङ्स फर राइटर्स वाला पार्टमा जस्तो यो न्यारेसन भित्र ओन्ली डटर, माई मदर नेभर वर्क होइन, डिस्क्रिप्सन भित्र राइस, द हिडन लाइफ अफ गार्बेज, कज एन्ड इफेक्ट, यो कुराहरू यो छ होइन। अब यसमध्येबाट पनि यदि हामी पास्ट पेपरलाई चाहिँ एनालाइज गरेर अगाडि बढ्ने हो भने हामी यहाँ ऱ्याङ्किङ दिन सक्छौँ होइन त। हामीले 77 देखि 82 अहिलेको न्यू कोर्सलाई एनालाइज गरेका छौँ। हामीले ऱ्याङ्किङ दिने हो भने के गर्न सक्छौँ त, यो आर्गुमेन्टेसन भन्ने छ नि, त्यो आर्गुमेन्टेसन भित्र हाम्रो के छ त, द मिट मार्केट र लेट देम ड्रिङ्क वाटर होइन। मिट मार्केट र लेट देम ड्रिङ्क वाटर भन्ने चाहिँ एकदमै धेरै आएको वाला है हो। यसरी चाहिँ तपाईँले हेर्नु होला है, तपाईँसँग बुक होला, ओल्ड इज गोल्ड होला, यो प्याटर्न चाहिँ यसरी हेर्नु होला है। त्यसपछि हामी कम्पेरिजन एन्ड कन्ट्रास्टमा हाम्रो यो मुखर्जी र सुवाको चाहिँ यसबाट हामीले हेर्न सक्छौँ। यो कम्पेरिजन एन्ड कन्ट्रास्टमा के छ, 2 years to belong in America, 2 years to belong in America बाई भारती मुखर्जी। त्यसपछि वाइ चाइनिज मदर्स आर सुपेरियर, एमी सुवाको चाहिँ हामीले यो हेर्न सक्छौँ। यी 5 पटक चाहिँ यसबाट आछ, यो 77 देखि 82 को एनालाइसिस गर्दाखेरि भन्नु भनेको छ। त्यसैगरी कज एन्ड इफेक्टमा हाम्रो कज एन्ड इफेक्ट भन्ने सेक्सनबाट हाम्रो यो कज अगेन्स्ट इयर कन्डिसनिङको होइन, स्ट्यान कक्सको, र त्यसै गरी ब्ल्याक टेबल इज स्टिल दियर भन्ने लरेन्स ओटिस ग्रामको चाहिँ हामीले के त कज एन्ड इफेक्टको पार्टबाट हेर्न सक्छौँ। अब यसरी चाहिँ तपाईँले यो प्रायोरिटी दिएर यताबाट चाहिँ हेर्दै आउनु होला है त, यो तरिकाले हेर्दै आउनु होला। न्यारेसनमा चाहिँ हाम्रो स्यान्ड्रा सिस्नेरोस अनि बोनी स्मिथ याकेलको माई मदर नेभर वर्क र चाहिँ ओन्ली डटरको चाहिँ हामीले कुराहरू चाहिँ हेर्न सक्छौँ। डेफिनेसनको पार्टमा हाम्रो आई वान्ट अ वाइफ बाई जुड ब्रेडी, द वाइफ बिटर बाई गेल रोसेनवाल्ड स्मिथको चाहिँ हामीले हेर्न सक्छौँ। लास्टमा हाम्रो डिस्क्रिप्सन लेख्न मिल्छ, पर्सनल ओपिनियनबाट चाहिँ हामीले ट्याकल गर्न सक्ने खालको क्वेसन आउने गर्दछ है त। भनेपछि हामीले क्वेसन नम्बर 1 देखि 12 सम्म कन्फिडेन्ट भएर टेन्सन नगरिकन लेख्दा हुन्छ हो। त्यहाँ सिक्न पर्ने ब्रोसर सिक्नु पर्ला, मेमो सिक्नु पर्ला, ग्रामरको अलिअलि आइडियाहरू लिउँ भन्ने छ भने लिनु पर्ला। अनि यतापट्टिको पार्टलाई पनि हामीले यो तरिकाले तयारी गर्नु पर्ला भन्ने कुरो यहाँसम्म रह्यो है त। आशा छ आजको यो भिडियो क्लासले तपाईँलाई इक्जामको तयारीको लागि मद्दत गरेको छ। हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला र बाँकी कुराहरू पनि हामी तपाईँका लागि ल्याउँदै नै गर्नेछौँ। नमस्ते, बाई बाई।